के गरेको छोरालाई आम्मा बारीमा छिरेर ओहो यस्तो त छ। कस्तो राम्रो घरको डिजाइन हेर्नु न, यस्तो राम्रो लाग्यो कि मलाई। तपाईँको साग यो मेरो साग यो तपाईँको लसुन होइन, ऊ त्यो चाहिँ लसुन होइन नि। हेलो नमस्ते हजुरहरूलाई फेरि पनि वेलकम छ है मेरो युट्युब च्यानलमा। यदि मेरो यो भिडियो राम्रो लाग्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, म पनि ब्याक गर्नेछु। आज चाहिँ यहाँ हाम्रो काठमाडौँमा चाहिँ पानी पर्ला जस्तो भएको थियो। बिहान पानी पनि छिर्केको थियो तर अहिले त पानी नै रोकिएछ। अब पानी रोक्यो, अब बाबु चाहिँ एकदमै अब बढी चकचक गर्छ नि त, खालि घुम्न जाऊँ भनिरहेको हुन्छ। अब घुमाउन लान्छु बाबुलाई। अब यसो घुमाउन लाँदै हजुरहरूलाई हाम्रो गल्ली घर वरिपरिको भिडियो देखाउँछ है त, घुमाउन जाँदै। के गरेको छोरालाई आम्मा बारीमा छिरेर ओहो यस्तो त छ। ल भित्र सागको पात त कति छ यहाँ किन नहुने कति छ। बेचेर पनि थाकेको होला। भोज खाने हजुर, जतिखेर पनि खालि भोज खाने जाने अरे, खालि भोज अरे, खालि भोज अरे। चामलले पाकेर भन्छ यो निहार बिग्रेको भोजले भनिदिएको मैले। भोजले त हो त, निहार बिग्रिन्छ भोजले अरे, छेत्री बिग्रिन्छ मोजले अरे। छेत्री चाहिँ होइन, यो मतवालीहरू चाहिँ अरे मोजले बिग्रिने। बाहुनहरू त उनीहरू सोच समाजकार काम गर्छ नि। तपाईँको साग यो मेरो साग यो तपाईँको लसुन होइन, ऊ त्यो चाहिँ लसुन होइन नि, मेरो त ऊ सेतै यो तपाईँको लसुन होइन, पानी त हाल्नुहुन्छ त नि। पानी हाल्दै साथीको लसुन तपाईँको लसुन साथीको पो बाबै त्यो छ। हिँड्यो अब लड्छ है। यो चाहिँ के करे के रौ आइज ल छोरी यता आऊ, यहाँ खोरी आऊ है। आमा चाहियो चम्चा किन यसो फालेको आमा? मैले यहाँ छको मुरी चाहिँ किन हुँदैन भनेको। चम्चा उम्रिन्छ हुँदैन भने म त चम्सिन यी यतापट्टि भोज बनाएको थियो, तिनीहरूले फालेको यता राखिदिनु, अर्काको कहिले लाने भने म त लान्न। यता यहाँ गरामा यहाँ के गठन गरेको थिएँ अस्ति नै कहाँ हिँडेको आमा? लु पुरा अब मेरो छोरा त टिप्न लाग्दैछ। टिपोस् आलु रोप्नु भयो कि के रोप्नु भयो? घिरमला रोपेको, फर्सी रोपेको। ल मेरो त नबनाउने, तपाईँ पनि आउनु पर्यो नि, भोलि पछि सम्झना हुन्छ नि मेरो छोरा ठुलो भएपछि आमासँग यसरी डुले भनेर। तपाईँ छोराको यहीँ बिहा गर्ने हो? गर्ने हो, यही घरमा बिहा गर्ने हो। के जान तपाईँको नाति पटिन्छ कि भविष्य कहिले देखेछ र? अब पहिला जात भात हेर्थ्यो, अहिले हेर्दैन। अहिले त किनभने अहिले मलाई त त्यस्तो लाग्दैन, म त पहिला पनि लाग्दैन थियो। अब उहिले त हजुर दमै सार्कीलाई उदिन गाईको दुध मोही दिन हुँदैन भन्थे है। मोही चाहिँ होइन, मैले चाहिँ के देखेको छु आमा, मोही पनि दिन हुँदैन भन्थे, दुध पनि दिन हुँदैन भन्थे है। हाम्रो मामा आएर त झन् भैँसीको पनि नदिने पापी हुन्थ्यो उहिलेका मान्छे त। म त हाम्रो पल्ला अगाडि मोही लिएर आउँथेँ, तिनीहरूलाई खाना दिन्थेँ। किन नदिने के हुन्छ र त्यो भन्। यहाँ चाहिँ भगटेको बोट रहेछ हो अमिलोको। कस्तो राम्रो घरको डिजाइन हेर्नु न, यस्तो राम्रो लाग्यो कि मलाई चाहिँ यो घरको डिजाइन, त्यही भएर नि भिडियो खिचिरहेको। उता पुगिसक्यो दुईजना। कस्तो राम्रो घरको डिजाइन हेर, राम्रो लाग्यो मलाई चाहिँ एकदमै। हामी चाहिँ बिहानको घाम ताप्दै यतातिर डुल्दै हिँडिरहेको हामीहरू तिनजना। यतातिर यहाँतिरको सिन चाहिँ यस्तो छ। अनि जाडो हुन्छ, छिटो उठेर हिँडौँ भने यसो, अनि घाम लागेपछि घाम ताप्दै यतातिर हेर्दै डुल्दै हिँडेको हामी चाहिँ। यस्तो छ यतातिर चाहिँ यहाँतिर चाहिँ। अनि त्यहाँ माथि चाहिँ रानीवन देखिरहेछ, यस्तै छ। यतातिर हुने भनेकै गोर्खाधारीको मान्छे त हो, अनि दुइटै जिल्लाको नाम त राख्ने हो धेरै जस्तो। यहाँ चाहिँ यस्तो
मेरो छोरा अहिले उ त्यो कार देख्नु बित्तिकै कुद्छ कार कार भनेर ऊ सुरु हुनु त्यहाँ आएछ कुदेको हेर्नु नि त्यहाँ बोलाऊ छोरो बोलाऊ गयो त हिँड्यो हिँड्यो ल यतातिर चाहिँ कस्तो घाम लागेर होला उज्यालो देखेको चाहिँ यति खाली ठाउँ रहेछ त्यही भएर मात्रै हो पैसा खै त्यसले पैसा खाएर हातमा छ पैसा यति उज्यालो रहेछ यति ऊ के भन्छ घर नभएर ल मेरो छोरा त टम 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 पो हिँड्छ त यसरी है हिँड 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 छोरा हिँड यता हेर न हौ भुगुली खै बुम बुम रे बाइकको आवाज सुनेर खोइ कहाँ गयो कहाँ गयो कहाँ गयो दुईजना उता पुगिसकेको छ मामु भन छोरा खै त मेरो छोराले मामु भनेको कुद्न पो थाल्यो बाबु यता हेर्नुहोस् न कता हिँडेको अब त्यता फोहोरतिर कता हिँडेको ल बाबु यता हेर छोरा यो कस्तो यसले क्यामेरा देखाउनु थाल्यो चाहिँ यतै हेर्ने चाहियो छोरा आमा मोबाइल चाहियो रे यसलाई मोबाइल चाहियो त्यसलाई हेर्नु बाइक आएको रहेछ पुरा मेरो छोरा अहिले उ त्यो कार देख्नु बित्तिकै कुद्छ कार कार भनेर ऊ सुरु हुनु ल यतातिर चाहिँ कस्तो घाम लागेर होला उज्यालो देखेको चाहिँ यति खाली ठाउँ रहेछ त्यही भएर मात्रै हो पैसा खै त्यसले पैसा खाएर हातमा छ पैसा यति उज्यालो रहेछ यति ऊ के भन्छ घर नभएर